लाग्दैको गेममा अनि यो साधन चाहिँ सबै रिपेयरिङ चाहिँ हाम्रो हुन्छ दाइ हुन्छ फ्रुटी लिएर आउँछु म ए फ्रुटी त हामीसँग छ रेड बुल ल्याउनु न अरे टिम सुङदेल ल यो चाहिँ हाम्रो सुभाष दाइ भनिदिनु न त तपाईँले ऊ देखाइदिनु नि भर्खरै हाम्रो टिमले दामी लाग्यो मलाई समाजसेवी झर्ना राई हालिउके रु 5000 आइस दाइ ठिक छ रु 10000 म त बल हान्छु बाङ्गो मात्र जान्छ समाजसेवी कुरा गर्नु म सम्झाउ ल कति गर्नु सानो सुधी हो सानो सुधीको कहिले गाडी त भाइ दिन्छ यता आउनु त यहाँ कवि दादाले उठाउने Alex Najuana Kanchi Rani tarku naraida Awasalyu manai ramayo Monday
चाहिँ हाम्रो फुटबल गेम छ होइन चट्ट लाएर अनि यता हाम्रो टोली टक्कसँग खाना खाँदै यता मिस्टर लम्बू किपर भरपर्दो यता हाम्रो डिफेन्स दाई स्ट्राइकर सोना दाई उता यता अलराउन्डर हुनुहुन्छ अनि हामी चाहिँ यहाँ टक्कसँग खाँदै गरेको यता अनि प्रयास दाई अनि यता हाम्रो हुनुहुन्छ नानाहरू हामीलाई एकदमै मिठो भात खुवाउनु भएको छ हिजो बेलुका मासु आज अन्डा गेम चाहिँ जित्नु पर्ने हुन्छ है तर हामीले होइन दाइ एक्साइटेड हो नि अन्त म नखेल्ने एक्साइटेड भइरहेको छु फर्स्ट गेम नै हाम्रो छ अब हेरौँ के कस्तो हुन्छ होइन बत्ती चाहिएन यार भात सेलिसक्यो यो चाहिँ हाम्रो तयारी है गेमको सुटुकै हो सरप्राइजली तपाईँहरू आफैले पढ्नु होला यो चाहिँ हाम्रो दिलीप हो होइन मिस यु गोल स्कोरर दिलीप कोही हाम्रो कस्तो छ भने नि खरायो स्पिड हाम्रो टिमको यो चाहिँ खरायो हो कि धेरै खेल्यो योसँग पनि अनि गेमहरूमा पनि हिँड्यो अनि त्यसकै यादमा एउटा उसलाई हामीले सम्झेको छौँ अनि उसले हामीलाई स्पोन्सर पनि गरेको छ हामीलाई 8,000 रुपियाँ दिलीपले लगाइदिएको छ सुदीपले पनि 5,000 छ त्यो बिस्तारै गरौँला भरेतिर अनि मेन कुरा चाहिँ यो हो हाम्रो सुभाष दाई उहाँ चाहिँ लगभग 4 वर्ष बढी भयो होला चाहिँ बित्नुभयो हामी धेरै उहाँसँग पनि बलहरू खेल्यौँ हाम्रै गाउँबाट होइन आफ्नो ठाउँबाट अनि त्यो चाहिँ यसकै याद है यो बेला चाहिँ हामीले सेकेन्ड उठाएको थियौँ हाम्रो गाउँबाट फर्स्ट टाइम गेममा हिँडेर अनि दाइलाई पनि हामी धेरै याद गर्नेछौँ अब स्कुल टाइममा भएर पनि हामी दाजुभाइको सम्बन्धमा पनि हामी एकदम राम्रो थियौँ त्यही भएको कारणले उहाँ चाहिँ एउटा जवान अवस्थामा नै बित्नुभयो त्यही भएर अनि उहाँको एकदमै मिठो सम्झनामा हामी गेम खेल्नेछौँ आज हाम्रो टिमले पर्फर्मेन्स गर्नेछ उहाँहरूकै यादहरूमा उहाँहरूलाई सम्झेर उहाँहरूको नाम राख्ने गरिरहेर है हस् धन्यवाद लाग्यो गेम खेल्न लाग्यो चिन्ते ट्राई गर्दा हामी चाहिँ लाग्दिएको ल फेरि कोच चाहिँ फेरि म गरेँ होला यस्तो थर्काइदिन्छु कि सोना दाइ पछाडि फर्की ए त भन्दिनँ है फर्किनु भन्छु है भाइले कुराइ गर्छ नि पछाडि फर्किनु के गरेको भन्दै भन्छु म यस्तो तर फेरि मान्छेहरू धेरै हुन्छ नि दाइहरूलाई कराउनु पनि दाइहरूको बिल्ला हुन्छ होला त्यही भएर म नकराउनु सक्छु चुपचाप लागेर बस्न पनि सक्छु है लाग्यो दाइ हुन्छ मन्दिर दाइ ल भुलामा आउनु पर्यो ल दाइ लाग्दैको गेममा अनि यो साधन चाहिँ सबै रिपेयरिङ चाहिँ हाम्रो हुन्छ दाइ हुन्छ फुर्ती लिएर आउँछु म ए फ्रुटी त हामीसँग छ रेडबुल ल्याउनु न अरे रेडबुलको मागो एक दुई शब्द जाओस् न तपाईँकोबाट एक दुई शब्द त के जाओस् र भाइ गेममा सर्भर छ धेरै म गेम चाहिँ जित्नै पर्ने देखिन्छ इम्पोर्टेन्ट नै देखिन्छ यो त हो ल दाइ लाग्यो है त ल हाम्रो दाइले फेरि नम्बर 1 भन्दा हुन्छ है बाक्सुवामा होइन त्यही माथि किनेको अनि यताउता दाइको यस्तो गयो भन्ने बित्तिकै बनाइदिइहालिन्छ 4 किने के गरेको छु खुसी लाग्छ हामी हाम्रो यस्तै थोत्रो स्कुटी लिएर भए पनि हामी हिँडेको छौँ गाइड चट्टोसँग गेम खेल्न होइन गन्तव्यसम्म चाहिँ हामी कसरी भयो नि पुग्नु पर्ने हुन्छ यस्तो अफरोडमा तान्ने फेरि स्कुटी टियो दुई 3जना त तानिन्छ 2जना चाहिँ मजाले तान्छ 3जना मुस्किलले रेपकालोमा चाहिँ फेरि तान्दैन होइन सो अब चाहिँ हामी एकैचोटि हाम्रो ग्राउन्ड पुगेपछि भेटौँ अनि हामीलाई चाहिँ जसले साथ सपोर्ट दिनुभयो है यो गेमको लागि
जर्सीहरूदेखि लिएर यस्तो खाजा खाने पैसाहरूदेखि लिएर सबैजनालाई धन्यवाद एकमुष्टमा। हामी नाम पनि फ्लेक्स गर्छौँ भरे। लाली गुराँस अझम बढी चम्फा चमेली हिँडिरहु लाग्छ नि दिदीको के के आउँदैन फेरि बाटो त टिम सुङ्गेल टिम हान्नुपर्ने हुन्छ है हान्नुपर्ने हुन्छ। हे त्यो दाइले झन् झन्डै लडाएर यार कोच जस्तो मान्छेलाई क्रस फायरले के थाहा त बिस्तारी गर्नै। एस्किलेटर पठाइरहेको छ ब्रेक पनि दुइटैको टाइट हानिरहेको छ होइन कहाँ हो के थाहा र यहीँ रहेछ त गाइड्स ग्राउन्ड। उकालो घुमाइराख्नु न सजिलोको लागि। ल यो चाहिँ हाम्रो सुभाष भाइ भनिदिनु न त तपाईँले देखाइदिनु नि त। अनि हामी हात्ती गर्न गर्न चाहन्छौँ। अलिक कुदा
भर्खरै सुङ्देलका जर्सी नम्बर 4 आयुष राईले हेड मार्फत 1 गोल गर्न सफल हुनुभएको छ। 1 को विरुद्ध 0 को विरुद्ध 1 गोलले अग्रता गर्न सफल हुनुभएको छ। यो अहिले यो प्रतियोगिताको पहिलो गेम सञ्चालन भइरहेको छ। भर्खरै जर्सी नम्बर 4 आयुष राईले 1 गोल गर्दै आफ्नो टिमलाई अग्रता कायम गर्न सफल हुनुभएको छ। अग्रता दिलाउन सफल हुनुभएको छ। यो बुङ्खामा सिम्पानी फुटबल क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको पहिलो खेल हल्कुम भर्सेस सुङ्देलले भइरहेको छ। अहिलेसम्म 2 को 0 को विरुद्ध 2 गोलले सुङ्देलले अग्रता कायम राख्न सफल भएको छ।
त्यस्तो होइन हो भाइ केही छैन त तिम्रो पो चाहन्छ त अहिले हामी यहाँ साथीहरूसँग सल्लाह गरेर हल्ला फोन गर्छौँ त होइन यहाँ हाम्रो हुन्छ रेफ्री यहाँ रेफ्री खेलाइरहेको छ यहाँ हामी सल्लाह गर्छौँ नि है केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई रु 30,000। दोस्रो पुरस्कार समाजसेवी रियाधन राई हाल हङकङ रु 20,000। समाजसेवी युवा श्याम कुमार राई हाल युके रु 10,000। समाजसेवी युवा नौधन राई हाल मलेसिया रु 10,000। गमक कुमार राई हाल कोरिया रु 10,000। समाजसेवी युवा मुगादन राई हाल कोरिया रु 10,000। समाजसेवी युवा योगेन्द्र राई हाल हङकङ रु 5,005 रुपियाँ। समाजसेवी युवा शैलेन्द्र राई हाल युके रु 6,000। समाजसेवी जोनिका राई हाल कुवेत रु 5,000। त्यसै गरी समाजसेवी मेघधन राई हाल साउदी रु 5,000। त्यसै गरी समाजसेवी युवा रामकुमार राई हाल साउदी रु 5,000। त्यसै गरी युवा समाजसेवी एडिसन राई पाटेका हाल कोरिया रु 5,000। युवा समाजसेवी रिजेश राई हङचुर राईसिंगे हाल युके रु 5,000। युवा समाजसेवी कमिसन राई पाटेका भागु हाल कोरिया रु 5,000। युवा समाजसेवी अभिषेक राई सिम्पानी हाल कोरिया रु 10,000। युवा समाजसेवी चेली रुबिना राई सिम्पानी हाल कोरिया हङकङ रु 10,000। समाजसेवी चेली सनिता राई जन्म सिम्पानी कर्मथलो हाल हङकङ रु 5,000। समाजसेवी युवा व्यवसायी युवराज बस्नेत साक्षीला रु 5,000। युवा समाजसेवी नौधन राई सिम्पानी हाल मलेसिया रु 5,565 रुपियाँ। समाजसेवी चेली चन्द्र शोभा राई हाल काठमाडौँ रु 5,000। कल्पना राई हाल युके रु 5,000। सुजिना राई हाल युके रु 5,000। झर्ना राई अहिलेसम्म हल्कुमको विरुद्ध सुङदेलेले 2 गोलको अग्रता कायम राखेको छ। हल्कुम फुटबल क्लबले आफ्नो गोलको खोजीमा रहेको हामीले देखिरहेका छौँ। आफ्नो टिमको खाता खोल्न सकिरहेको छैन। अहिलेसम्मको नतिजा अनुसार सुङदेले 0 को विरुद्ध 2 गोलले अग्रता
दिलाउन सफल भएको छ। यो प्रतियोगितामा सहभागिता जनाउनुहुने सम्पूर्ण टिमहरू, व्यवस्थापक, टिम कोच कृपया यहाँ उपस्थित हुनुहुन्छ भने तपाईँहरूले बुझाउनु पर्ने दर्ता शुल्क यदि आयोजकलाई बुझाउन सक्नु भएको छैन भने कृपया आयोजक समक्ष आएर दर्ता शुल्क बुझाइदिन पर्ने हामी आयोजक हार्दिक अनुरोध गर्छौँ। आयुष्मातमा धेरै माथि कुनाको अनिललाई देब्रे हो नाइस। आयोजक हार्दिक अनुरोध गर्दछौँ। बल मिलेन भतिज। कस्तो दामी सुई जान्दै। भतिज आइगयो जस्तो झार्देऊ त। मसँग छिटो भन्दैन। नाइस। आराम ठिक छ, किपरलाई आरामदायी नै हुन्छ। नमस्कार। यो प्रथम बुङ्खामा सिम्पानी वर्ल्ड कपद्वारा आयोजित 5,000 हाम्रो टिमले समाजसेवी 4-0 नातिनी कल्पना राई हाल युके रु 5,000। सुजिना राई समाजसेवी सुजिना राई भान्जी रु युके रु 5,000। दामी लाग्यो मलाई भतिज। समाजसेवी झर्ना राई हाल युके रु 5,000। आइस दाइ ठिक छ। समाजसेवी युवा व्यवसायी अनुप राई यहाँ छौ बासपानी रु 10,000। म त बल हान्छु बाङ्गो मात्र जान्छ। समाजसेवी